हात चाहिँ बत्तिसमा हो। बत्तिसमा हुनु एकदमै मोस्ट इम्पोर्टेन्ट छ एउटा विश्वासीगणको लागि। बाइबलमा मजाको कुरा यसरी लेखेको छ, विश्वास गर्ने र बत्तिसमा लिनेले उद्धार पाउँछ भनेर अन्त लेख्नुभयो है। जबसम्म तपाईले विश्वास गरेर बत्तिसमा लिनुहुन्न तबसम्म तपाईको उद्धार हुँदैन। तपाई आज संसारमा सुति जानुहुन्छ भने तपाईको उद्धार हुँदैन भन्ने कुराहरु हामी बुझ्न सक्छौं यसलाई है। बत्तिसमा भनेको चाहिँ पश्चातापको बत्तिसमा है। सबैले यो कुरा बुझ्नु होला। आज बत्तिसमा चाहिँ गरिँदैछ तर किन भन्दा चाहिँ नि पश्चातापको बत्तिसमा जति है आमाको गर्भमा हुँदै मान्छे त त्यसै पनि पापी भनेको छ। त्यसले गर्दा त्यो सबै कुराको पश्चाताप चाहिँ आज यो पानीमा गरिन्छ। ख्रीष्टसँगै एकचोटि मर्नु अनि बौरी उठ्नु हो। आज तपाई एकचोटिको लागि यहाँ पानीमा मर्नुहुन्छ, त्यसपछिबाट तपाईलाई फेरि उठाइन्छ। त्यहाँदेखि उताको जिन्दगी, त्यहाँदेखि उताको लाइफ चाहिँ तपाईले ख्रीष्टसँग जिउनु पर्ने हुन्छ। यसै कारणले गर्दा विश्वासी जनहरूको जीवन चाहिँ यो पानीको बत्तिस्मासँग जोडिएको छ। कारण त्यहाँ पश्चाताप बत्तिस्मा भएको हुनाले गर्दा है। यो हेतुले तपाईहरुलाई बत्तिस्मा दिन्छ। बत्तिस्मा चाहिँ साधारण रूपमा आज हामीले दिने हो मान्छेले। बत्तिस्मा पछिबाट जब बत्तिस्मा गर्छ त्यसपछिबाट बाइबलमा यसरी लेखेको छ, यौनाले पनि यसरी भन्दै कराएको छ, म त पानीको बत्तिस्मा दिने मान्छे मात्रै हो, तर म पछि आउनेले चाहिँ आगोको बत्तिस्मा दिन्छ भनेर भनेको छ। त्यो आगोको बत्तिस्मा भनेको चाहिँ के हो भन्दा चाहिँ आगोको बत्तिस्मा भनेको चाहिँ पवित्र आत्माको बत्तिस्मा। जब तपाईभित्र पवित्र आत्मा आउँछ तपाईले एकअर्काको पाप क्षमा गर्नु सक्नुहुन्छ। मतलब तपाईमा अधिकार आउँछ, मतलब तपाईकोमा पावर आउँछ, शक्ति आउँछ। प्रेरितको पुस्तक अस्ति हामीले हेर्दै थियौं हैन। जब पवित्र आत्मा तिमीमा आउँछ तब मात्रै तिमीमा शक्ति आउँछ भनेर भन्नु थियो है। त्यसो अर्थ यो चाहिँ पानीको बत्तिस्माको एउटा उयो मात्रै हो। यो चाहिँ पश्चातापको बत्तिस्मा मात्रै हो है। पानीको बत्तिस्मा गरेपछि उता चाहिँ तपाईमा आगोको बत्तिस्मा हुनुहुन्छ। यसकारणले गर्दा बत्तिस्माको विषयमा जतिजना बत्तिस्मा लिनु हुँदैछ, मलाई त थाहा छैन कतिजना हुनुहुन्छ। तपाईहरु सबैजनालाई बत्तिस्माको विषयमा थाहा भइसक्यो। थाहा हुनेहरूले मात्रै लिनुहोस्, अनजानमा बत्तिस्मा नलिनुहोस्। नम्बर 1 जबरजस्ती नलिनुहोस्। कसै अगुवाले पनि जबरजस्ती भन्यो भने नलिनुहोस्। तपाईले बुझ्नुहोस् अनि बत्तिस्मा लिनुहोस् है। तपाईलाई मेरोबाट चाहिँ हतार छैन, तर हतार हुनु नहुनु त तपाईको हो। आज राति तपाई सुतेकै भए पठायो भने बाइबलले अघि नै भने के रे विश्वास गरेर बत्तिस्मा लिनेले मात्रै उद्धार पाउँछ भनेको छ। विश्वास गरेपछि बत्तिस्मा पनि लिनु पर्दो रहेछ। उद्धार भनेको छुटकारा पाउनको लागि। केबाट छुटकारा भन्दा चाहिँ पुस्ताउने पापबाट छुटकारा, दुष्टको बन्धनबाट छुटकारा है। यस्ता अनेकौं कुराहरू छ। त्योबाट छुटकारा चाहिँ विश्वास गरेर बत्तिस्मा लिएपछि मात्रै छुटकारा हुन्छ। यसै कारणले गर्दा एउटा विश्वासीले बत्तिस्मा लिनु इम्पोर्टेन्ट छ भनेको कुरा चाहिँ यो। यसमा तपाईलाई जबरजस्ती छैन। जतिजनाले बत्तिस्मा लिनु हुँदैछ तपाईहरु सबैजना आफ्नो रिस्कमा लिँदै हुनुहुन्छ होला। नम्बर 1 तपाईको अगुवाले तपाईको घर परिवारले तपाईलाई केही दोषाउने गर्दैन होला। नम्बर 2 है। अनि यो चाहिँ धर्म परिवर्तन होइन। यो चाहिँ तपाईले मैले भनिहाले यो चाहिँ पश्चाताप गरेको हो। मेरो अहिलेसम्मको गल्ती र भुल अधर्म त्रुटिहरू लिएर यीशुसँग म एकचोटि फेरि मर्दैछु, त्यसपछिबाट चाहिँ म यीशु ख्रीष्टसँग भइकन जिउने छु भनेर तपाईले पश्चाताप गर्ने समय तपाईको यो हुन्छ। यति बेला तपाईले बुझ्नु भएको छ भने म पानीभित्र पस्छु ल। सबैले बुझ्नुभयो? बुझ्नुभयो भने ठिकै छ। जोले बुझ्नु भएको छैन तपाईलाई समय छ है, समय छ।